You will not be replaced by AI in the coming days. तर तिमी चाहिँ त्यो मान्छेबाट रिप्लेस हुनेछौ नि जसलाई एआईको प्रयोग गर्न आउनेछ। दिस इज 2026 र यो 2025 को इयरलाई एआई डेभलपमेन्टको अहिलेसम्मको सबैभन्दा बेस्ट इयर मानिएको छ। 2024 को अन्त्यबाट 2026 को बिगिनिङसम्म आइपुग्दा चाहिँ एआईले यति ग्रोथ गर्यो कि पिपुल ह्याभ नेभर एक्सपेक्ट दिस मच भास्ट ग्रोथ इन दिस सर्ट पिरियड अफ टाइम। र एआईको यस्तो ग्रोथको टाइममा यदि तपाईँ चाहिँ एआई भनेको एउटा च्याट जिपिटी मात्र हो, एआई भनेको एआई इक्वल टु च्याट जिपिटी भनेर चाहिँ सोचेर बस्नुहुन्छ भने देन यु आर अलरेडी लेफ्ट बिहाइन्ड फ्रम द कम्पिटिसन है। जुन बेला एआईको हरेक दिन नयाँ अपडेट, हरेक दिन के भने हरेक घन्टा नयाँ टुल्स आइरहेको छ, नयाँ फिचर्स आइरहेको छ, नयाँ नयाँ के अपडेट भइरहेको छ। यस्तो बेलामा चाहिँ तपाईँ चाहिँ एआईसँग चाहिँ अपडेटेड नभएर यसलाई चाहिँ इग्नोर गरेर बसिराख्नु भएको छ भने देन मलाई चाहिँ विश्वास गर्नु तपाईँ 1-2 वर्षमा त के हो र यही वर्षमा नै एकदम पछाडि परेको चाहिँ फिल गर्नुहुन्छ, रिग्रेट गर्नुहुन्छ। नेपालमा एआईको इन्भाइरोमेन्टमा अहिले चाहिँ बनेको छैन। अहिले चाहिँ एआईलाई सिक्नु भनेको चाहिँ 90% पिपुलहरूलाई चाहिँ बिट गर्नु है। एआईमा नेपालमा चाहिँ एआईको इन्भाइरोमेन्ट अहिले बनेकै छैन। अहिले चाहिँ एआईलाई चाहिँ जसले सिक्छ नि, अहिले एआईलाई चाहिँ आफ्नो काममा भनेको एआईलाई सिक्नु भनेपछि म तपाईँलाई एलएलएम गर्नु, एआईको इन्जिनियरिङ गर्नु, यस्तो खतरा त्यसको कोर्स लिनु त्यो भन्न खोजेको होइन। एआईलाई सिक्नु भनेको मतलब तपाईँ चाहिँ एआईसँग अपडेटेड हुनु डेली रूपमा है। अनि एआईलाई चाहिँ आफ्नो काममा चाहिँ प्रयोग गर्नु कि मेनली तपाईँ स्टुडेन्ट हो भने आफ्नो होमवर्कको लागि, आफ्नो स्टडी समरीको लागि। म कुनै पनि एउटा एआईको एक्सपर्ट मान्छे चाहिँ होइन है। म चाहिँ एउटा 10 क्लासमा चाहिँ पढ्दै गरेको एउटा विद्यार्थी हो र म चाहिँ एआईसँग एकदम फ्रेन्डली भएको मान्छे होइन। 1-2 वर्ष अगाडिबाट नै मैले एआईलाई चाहिँ सिक्ने कोसिस गरिरहेको थिएँ र यस्तै बेलामा चाहिँ मैले युट्युबमा भएको धेरै जस्तो फ्री कोर्सहरू एआईको लिइसकेको छु र मैले चाहिँ आफ्नै एउटा एजेन्सी चाहिँ रन गरिरहेको थिएँ। त्यसमा पनि एआईको चाहिँ प्रयोग गर्दै अगाडि बढेको थिएँ र प्लस मैले चाहिँ कोर्सेराको एउटा पेड कोर्स पनि एआईको चाहिँ लिएको छु। त्यसैले चाहिँ म एकदम खतरा एक्सपर्ट हो भनेर त भन्दिनँ, तर मलाई चाहिँ यससँग सम्बन्धित धेरै कुराहरू थाहा हुन्छ। मसँग डेली बेसिसमा चाहिँ अपडेट भइरहेको छु र मसँग एआईसँग सम्बन्धित चाहिँ धेरै नलेजहरू चाहिँ अहिले छ। दिस टाइममा चाहिँ धेरै नलेज छ। यही नलेजहरू तपाईँलाई सेयर गर्नको लागि है। आजको भिडियोको टपिक चाहिँ प्रोम्प्ट इन्जिनियरिङ है। भनेको कसरी चाहिँ एआईसँगबाट राम्रो तरिकाको एन्सर लिने भनेपछि तपाईँले जस्तै फर इक्जाम्पल कुनै क्वेसनको एन्सर सोध्नु भएको थियो होला है, अनि त्यसले चाहिँ एकदम नराम्रो तरिकाले एन्सर दियो भने त्यो चाहिँ त्यसको गल्ती होइन कि नराम्रो एन्सर दिनु। त्यससँग त एन्सरहरू जम्मै एन्सरहरू छ, गल्ती चाहिँ कसको भन्दा तपाईँको। किन भन्दा तपाईँले चाहिँ त्यसलाई राम्रोसँग सोध्नु भएन, जसले गर्दा त्यसले चाहिँ राम्रोसँग दिएन। र त्यही राम्रोसँग सोध्ने कलालाई नै हामीले भनिन्छ प्रोम्प्ट इन्जिनियरिङ। यही बारेमा चाहिँ कसरी चाहिँ राम्रोसँग सोध्ने, फ्रेम गराएर राम्रोसँग क्वेसन सोध्ने, जसले गर्दा एआईसँगबाट हामीले राम्रोसँग एन्सर लिन सकौँ र आफूलाई चाहिएको एन्सर होइन, गुणस्तरीय एन्सर, आफ्नो कामको लागि फिटेड, आफूलाई पर्सनलाइज के भनेको चाहिएको एन्सर भन्नुको मतलब जस्तै फर इक्जाम्पल तपाईँले चाहिँ अहिले क्लास 10 को चाहिँ म्याथको क्वेसन गरिराख्नु भएको छ, अनि त्यति बेलाको क्वेसन माग्दाखेरि अनि तपाईँलाई चाहिँ डिग्रीको म्याथको चाहिँ क्वेसन एन्सरहरू चाहिँ त्यसले त्यो वेमा सल्भ गरिदियो भने त्यो राम्रो भएन। आफूलाई पर्सनलाइज के राम्रो भन्नु मतलब त्यो राम्रो भयो नि, डिग्रीको क्वेसन एन्सर राम्रो भयो नि, तर पनि आफूलाई पर्सनलाइज हुनु पऱ्यो नि। त्यस्तो टाइपको तरिकाले क्वेसन सोध्नुलाई नै प्रोम्प्ट इन्जिनियरिङ भनिन्छ। त्यही तपाईँले चाहिँ यो भिडियोलाई अलि लामो छ तर राम्रोसँग हेर्नुभयो भने म तपाईँलाई एउटा फ्रेमवर्क चाहिँ सेयर गर्न गइरहेको छु, जसको प्रयोग चाहिँ म आफैले गर्दै आइरहेको छु, एकदम हेल्प गरेको छ। म यही फ्रेमवर्क चाहिँ तपाईँलाई सेयर गर्नेछु। सो हामीले चाहिँ यसको फोनको एउटा चाहिँ क्रोम ब्राउजर चाहिँ खोलिसकेका छौँ र हामीले एउटा एआई टुल युज गर्न गइरहेको छौँ जसको नाम च्याट जिपिटी हो। एभ्रिवान नोज इट। सो त्यसैले चाहिँ मैले यो च्याट जिपिटीलाई चाहिँ युज गर्दैछु र म तपाईँलाई सेयर गर्न गइरहेको फ्रेमवर्कको नाम हो RCAF फ्रेमवर्क। यहाँ चाहिँ 4वटा चिजहरूको 4वटा पोइन्ट्सहरू अथवा 4वटा चाहिँ टपिक बनाएर चाहिँ एउटा हामीले प्रोपर प्रोम्प्ट चाहिँ तयार गर्नेछौँ। सबभन्दा सुरुमा आउँछ आर भनेको रोल भनेको चाहिँ तपाईँले चाहिँ यसलाई एउटा डिफाइन गर्नु पऱ्यो कि यो त चाहिँ एउटा यो मान्छे हो अथवा त चाहिँ यो स्पेसिफिक टपिक हो र यही अनुसारमा बसेर चाहिँ हाम्रो यो एन्सर दियो भन्ने हो। जस्तै फर इक्जाम्पल एक्ट एज माई क्लास 10 फिजिक्स टिचर। जस्तै हामीलाई चाहिँ एउटा असाइनमेन्ट गरिरहेका थियौँ, त्यति बेला चाहिँ हामीले एउटा होमवर्कको चाहिँ एउटा टपिकको बारेमा जानेनौँ र त्यही टपिकलाई चाहिँ हामीले कपी गर्नुपर्छ सिधै डाइरेक्टली हाम्रो कपीमा भने त्यति बेला चाहिँ कसरी राम्रोसँग लेख्ने एउटा इक्जाम्पल हो। यो इक्जाम्पललाई हेरौँ र अरू पनि प्रोम्प्ट दिए अनुसार लेख्न सकिन्छ। र सुरुमा थियो आर होइन। आर भनेपछि हामीले डिफाइन गऱ्यौँ क्लास 10 को फिजिक्स टिचर भनेर। क्लास 12-11 डिग्रीको फिजिक्स टिचर नि हुनसक्छ नि, हो त्यो होइन, क्लास 10 को फिजिक्स टिचर हो। अब सेकेन्डमा आउँछ कन्टेक्स्ट। सी भनेको कन्टेक्स्ट। जस्तै
एन्ड आई वाज डुइङ माई फिजिक्स असाइनमेन्ट भनेको मैले आफ्नो फिजिक्सको असाइनमेन्ट गरिरहेको थिएँ एन्ड मैले चाहिँ मसँग टाइम नभएको रियलाइज गरेँ र मलाई एउटा असाइनमेन्टमा चाहिँ एउटा टपिकमा चाहिँ कन्फ्युज भएँ, द्याट इज क्वान्टम थ्योरीमा चाहिँ म कन्फ्युज भएँ। अब मसँग यो चाहिँ मेरो ब्याकग्राउन्ड भयो कि यो भनेको क्लास 10 को मान्छे रहेछ अनि यसको ब्याकग्राउन्ड चाहिँ असाइनमेन्ट गरिरहेको बेला रहेछ भनेपछि यसले चाहिँ रिपोर्ट अनुसार दिने भएन कि असाइनमेन्टको लागि फिटेड एन्सरहरू दिने भयो कि। सो यसलाई चाहिँ हामीले सी भनेपछि कन्टेक्स्ट भनेपछि हाम्रो आफ्नो ब्याकग्राउन्ड कन्टेक्स्ट ब्याकग्राउन्ड इन्फर्मेसन चाहिँ दियौँ। र थर्डमा आउँछ ए आस्क। अब हामीले यसलाई चाहिँ सोध्नु पऱ्यो वाट इज आवर मेन एम, हामीले चाहिँ यसलाई के काम गराउन लागु हो भनेर चाहिँ यसमा चाहिँ गरिन्छ है। जस्तै सो नाउ मलाई चाहिँ एउटा चाहिँ यस्तो असाइनमेन्टमा चाहिँ सिधै डाइरेक्टली सार्न मिल्ने खाले एउटा यस्तो प्याराग्राफ अथवा यस्तो पोइन्ट अफ भ्यूसँग चाहिँ एउटा एन्सर लेख्दै अबाउट क्वान्टम थ्योरी जुन चाहिँ मेरो चाहिँ टिचरले पनि थाहा नपाओस् र उसले जस्तै लेखोस् र एकदम एक्सपर्ट तरिकाले चाहिँ लेख, तर के भओस् भन्दाखेरि एकदम हाइली तरिकाको नि हुन भएन र मेरो टिचरले पनि थाहा पाउनु भएन, जुन चाहिँ मैले डिरेक्टली आफ्नो कपीमा चाहिँ लेख्न पाऊँ। यस्तो चाहिँ दिन पऱ्यो कि नत्र अहिले चाहिँ के छ भने यसो टिचरहरूले थाहा पाउन पनि सक्नु सम्भावना छ नि एआईले लेखेको भनेर, त्यो थाहा नपाउनुको लागि चाहिँ यो पनि भनिन्छ। सो अबाउट क्वान्टम थ्योरी विच आई क्यान डिरेक्टली कपी इन माई असाइनमेन्ट भनेर भनियो। र लास्टमा आउँछ फर्मेट भनेको चाहिँ कुन वेमा चाहिँ दिने भनेर पनि यसलाई राम्रोसँग फर्मेटले दिए भन्नुपर्छ कि, अन्त यसले चाहिँ हामीले चाहिँ एकदम अर्कै तरिकाले दिन सक्छ। त्यसैले चाहिँ हामीले भन्यो राइट इन अ प्याराग्राफ फर्म एन्ड राइट इन अ प्याराग्राफ फर्म भनियो। अनि त्यसपछि चाहिँ जस्तै कति वर्डमा हो भन्ने पनि हुन्छ। जस्तै तपाईँलाई एकदम धेरै नै वर्डमा दिन्न, कहिले फेरि एकदम थोरै वर्डमा दिन्छ, त्यसैले आफूले चाहिएको वर्ड अनुसार चाहिँ माग्नुपर्छ। जस्तो तपाईँलाई चाहिँ 150वटा वर्ड चाहियो भने 200 भन्नु पऱ्यो क्या, अनि जस्तै 500 वर्ड चाहियो भने 700-800 भन्नु पऱ्यो। किन भन्दा अहिले तपाईँले भनेको भन्दा कम वर्ड दिन्छ, त्यसैले चाहिँ आफूले चाहिएको वर्डभन्दा 1-200 चाहिँ धेरै माग्नु। र यसले चाहिँ के गर्नु भन्दा हाम्रो टिचरले चाहिँ थाहा नपाओस् र यसले चाहिँ इजी र सिम्पल ल्याङ्ग्वेजमा चाहिँ लेख भनेर चाहिँ यसरी चाहिँ हामीले यसलाई प्रोपर वेमा एउटा असाइनमेन्टको लागि चाहिँ एउटा प्रोपर वेमा चाहिँ हामीले के गर्यौँ यसलाई एन्सर माग्यौँ, जुन चाहिँ हामीले युज गऱ्यौँ RCAF फ्रेमवर्क। र यो फ्रेमवर्क अनुसार हेर्नु यसले चाहिँ यस्तो बेसिक वेमा होइन क्लास 10 को लागि यस्तो फिटेड एन्सर दिएको छ नि, एकदम राम्रो छ कि हो। सो यही नै थियो आजको हाम्रो एउटा चाहिँ फ्रेमवर्क होइन। तपाईँले चाहिँ यो फ्रेमवर्कलाई चाहिँ एउटा आधार मानेर आफूलाई जुनसुकै चाहिएको एन्सरहरू होइन जति बेला नि जुनसुकै प्रोम्प्ट लेख्न सक्नुहुन्छ। यही फ्रेमवर्कलाई चाहिँ बेसिस मानेर चाहिँ गर्नुभयो भने तपाईँलाई चाहिँ राम्रो एन्सर पर्सनलाइज डिटेल एन्सर चाहिँ निकाल्न सक्नुहुन्छ कुनै पनि एआई टुलबाट। सो दिस वाज इट। च्यानललाई सब्सक्राइब गर्नु होला र हामी फेरि भेट्नेछौँ नेक्स्ट भिडियोमा। टिल देन गुड बाई।